भिडियो आज चाहिँ हामी स्कुलबाट फर्केर अनि घुम्न हिँडेको बाहिर। अनि त्यसपछि यस्तो मौसम चाहिँ अलिक पानी पर्ला जस्तो। भोलि चाहिँ पानी हरे वेट पानी भोलि चाहिँ हाम्रो चाहिँ स्पोर्ट थियो के गर्नु पानी छ अरे। हामी देखाउँछौँ ल तपाईँलाई यहाँ यस्तो छ पार्कहरू चाहिँ। अनि यहाँ आउँदा चाहिँ मलाई चाहिँ नेपालमा घुम्न गएको जस्तो लाग्छ, नेपालमा जस्तो लाग्छ कि। अनि त्यही भएर चाहिँ हामी चाहिँ तोकितोकी कहिलेकाहीँ यहाँ आउने गर्छौँ नेपालको सम्झना मेटाउनको लागि। यता चाहिँ छ बाटो, यता चाहिँ मान्छे हिँड्ने बाटो नेपाली हो नि त फेरि। यता चाहिँ यस्तो यता छु पार्कको भित्र आइसक्यौँ हामी चाहिँ चारजनाको छामा फुपू म अनि उनी। हेलो गाइस, दिस इज पूर्णिमा थापा। वेलकम छ मेरो कस्तो राम्रो राम्रो फुड। चाहिँ यो फुलको चाहिँ हातमा गड्यो, त्यही भएर घुम्न आउँदा पनि ख्याल गर्नु रे। के बिज्यो तिम्रो हातमा ल भनिदेऊ त। धामे देशी हो छोरी वा तो हानानो सो गाइस, हामी चाहिँ आज है यत्तिकै घुम्दै आएको। अनि यहाँ चाहिँ एउटा पार्क छ कि उचुको भने यस्तो राम्रो फुल फुलेको, यति राम्रो है, यस्तो राम्रो। त्यही पनि सुक्न लागिरहेको छ कि। अनि नेपालको फुलहरू पनि छ, त्यो तिहारमा लाउने फुल, रोज फुलहरू सेतो कालो कालो हामीले सबै देखाउँछौँ। सब छ, घुमाएर पुरै देखाउँछौँ परसम्म छ। जस्तो हेर चाहनुहुन्छ त्यस्तै छ कि गाइजहरू। अब टोपी लाउनु हुन्थ्यो, मेरो कपाल देखिन्छ। जाम जाम भने यस्तो राम्रो ठाउँमा आएपछि पनि यहाँ उहाँ जाउँ त, कस्तो नहुना उहाँ जाउँ त। यहाँ बाटोमा पछाडि कस्तो राम्रो है। ल कि छिटो गर। अब हामी फर्किन लागेको। यस्तो राम्रो ठाउँमा छोडेर जानु मन त छैन, तर पनि यस्तो गरेर ल त एउटा। हेलो गाइस, अब चाहिँ हामी यहाँबाट चाहिँ फर्किन आँटेको कि। हामी चाहिँ ब्याक टु ब्याक होम। त्यही हो, अब चाहिँ हामी लाइभ जान लागेको। लाइभ मतलब यहाँको लाइफ मार्केट हो, त्यसको नाम चाहिँ मार्केट हो। लाइफको नाम चाहिँ मार्केट हो, त्यही जान आँटेको छौँ। अहिले भेट्छौँ। हेर त, फाइनली जापानमा रात परिसकेको छ। यतिखेर चाहिँ गाइजहरू यस्तो हाँसो भयो। रोड क्रस गर्ने बेलामा गाइस यहाँ पाँचेर होइन, भन्यो कि हामी लाइफमा है छिरिसक्यौँ गाइजहरू। आमा लोटेको आज याद आउँछ। सब पाइन्छ नेपालमा पाइने गाइजहरू। डाँडाकुँडाहरू पनि पाइन्छ, के चाहिन्छ सब पाइन्छ।